ल यो भिडियो चाहिँ आज स्पेसली चाहिँ हाइकिङ जान मन पराउने साथीहरूको लागि हो है। मलाई पनि लिएर जानु पर्ने नि यार दिदी, कस्तो एक्लै जाने। नेक्स्ट टाइम पक्का ल तिमीलाई ल हेरे यहाँबाट यो बाटो छुट्टिन्छ, यहाँबाट हामी अब माथि उकालो लाग्यौँ अब कहाँ पुगिन्छ फेरि धेरै माथि होइन नि फेरि, तर यहाँबाट लास्टै उकालो छ के। तर राम्रो छ हेर न, मेरो चप्पल त दामी आएर यता नि फेरि हरियाली हो नि कडा फेरि। ल साथीहरू यहाँबाट छुट्टिने बाटोबाट उकालो हुँदै 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 यो पिच हुँदा हुँदै हुँदा हुँदै अब कहाँ पुगिन्छ माथि है त। डेस्टिनेसन अहिले लास्टमा थाहा हुन्छ। फेरि यता साइडको जङ्गल छ नि, यो पनि कडा जङ्गल हो नि फेरि। उहाँहरू चाहिँ सर म्याम हुनुभयो, हामी अफिसतिर लाग्या पनि हो। खासमा हिँड्दै जानुपर्छ गाउँघरको कहिले कसो दुःखहरू। यहाँनिर त खासै राम्रो छैन हो, ढलान चाहिँ राम्रो। लौ खा पछाडिको मौसम हेर्नु न कस्तो राम्रो देखिएछ। ए बा मौसमको त कुरा छाड न नानी, कडा नि होइन कडा। यहाँनिर यो पनि मान्छेहरूको उतापट्टि खेतहरू हो, अनि यो टक्क आनन्द शीतल बाटोमा हिँड्न। अनि यो साइडको तलपट्टि एउटा पानी छ होइन, पानीको धारो छ, त्यहाँको पानी यस्तो मिठो हुन्छ नि कुरै छाड के। मूलको पानी धारा बना ल ठ्याक्कै त्यही हो, यस्तो मिठो हुन्छ यहाँको पानी। एक बोतलको ठाउँमा 2 बोतल खान्छ ल तिमीले, म भने नि पक्का खान्छ के। मलाई पनि लगेर जानु न, मलाई कस्तो घुम्न मन लाग्यो। तिमीलाई यस्तो भन्दा नि राम्रो ठाउँ लैजान्छु कि मैले। ल हेर यहाँबाट उतै कस्तो जङ्गल छ नि यहाँ होइन, यस्तो कुहिरो लागिरहेको थियो। पानी पनि देखिरहेको हेर न, पानी पनि परिरहेको। प्लस यो बाटोमा यो माटोमा खुट्टा राखेर टेकी जानु, ओहो डिफ्रेन्ट भाइब हो क्या, डिफ्रेन्ट महसुस हुन्छ, आनन्द फिल हुन्छ यस्तो मौसममा। यस्तो रेनी सिजन त दामी हुने के हिँड्न पनि। अनि यो यतापट्टि पनि जङ्गल छ, यतापट्टि पनि जङ्गल छ क्या, बिचको गल्ली जस्तो बाटो क्या फेरि, कस्तो दामी हुने नि हुन चाहिँ। लौ खा अझै कटा छैन कि, कति लामो थियो नि जङ्गल, भयङ्कर जङ्गल पो। लगभग 1.3 आवर जति हिँड्यौँ नि हामी यो दिन। पानी पनि त्यस्तै परेको, तर यति बेला चाहिँ हामीलाई मौसमले चाहिँ साथ दिएको हो क्या नानी। फेरि हामीले यो मौसमले साथ दियो, अनि छाता नि ओढ्न परेन। यो छ नि भनिन्छ नि यो बाटो अलि क्लियर देखाउन खोजेको, यहाँ देखिएन छ, त्यो चाहिँ बाघले हिँड्ने बाटो हो अरे नि त फेरि। 4-5वटा बाघहरू त हिँड्छ त्यहाँ। साँझ बेला फर्क्यो त बाघ देख्यो क्या फेरि, त्यस्तो कडा हो। ल यहाँ चाहिँ फेरि दामी आयो है यो ठ्याक्कै लौ हामी डुम्रे स्कुलको माथिको उकालो हो यो। अनि यहाँनिर एउटा टक्क खालको चौतारो पनि छ, यो चौतारोमा बसेर गिटार बजाउँदै मजाको गीत सुन्न पनि आनन्द हुन्छ हौ। कुहिरो लाएर कस्तो राम्रो मौसम देखिएछ।